नमस्कार साथीहरू, 2082 साल भरिको निकै महत्त्वपूर्ण समसामयिक जानकारी लिएर म यहाँहरू समक्ष उपस्थित भएको छु। यो चाहिँ लोकसेवामा तपाईलाई 10 पूर्णाङ्क फिक्स सोध्छ है साथीहरू यहाँबाट। सो यसलाई चाहिँ तपाईले राम्रोसँग अध्ययन गर्नु होला। एन्ड आई वान्ट टु गिभ फुल क्रेडिट टु राजेन्द्र सर फर दिस वन्डरफुल कन्टेन्ट। यसमा चाहिँ हामीले हेर्छौँ सुरुबाट हेरौँ, यहाँ निकै महत्त्वपूर्ण कुराहरू रहेका छन् है। अहिले नयाँ सरकार पनि गठन भएको छ, लगायतका धेरै कुराहरू, चुनावका कुराहरू यहाँबाट क्वेसन तपाईलाई फिक्स सोध्छ है त। अब यसमा तपाईले हेर्नुभयो भने 10औं सभामुखमा डीपी अर्याल निर्वाचित भए भन्ने कुरा तपाईले नाम त थाहा पाउनु भयो हैन, पक्कै पनि। अब मिति पनि थाहा पाउनुस्, विक्रम सम्वत 2082 चैत 22 गते है त, 22 गते। यो दुईवटा कुरा भएको छ 22 गते। अहिले अरु हेर्छौँ हामीले है। विक्रम सम्वत 2082 चैत 22 मा प्रतिनिधि सभा बैठकबाट डोल प्रसाद अर्याल अर्थात् डीपी अर्याललाई सभामुख चयन। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका हुन् भन्ने त तपाईहरुले थाहा पाउनु भएको छ है। अन्य उम्मेदवार नपरेकाले निर्विरोध पनि भएका छन् है। निर्विरोध भएका कुन हुन् भनेर पनि सोधिन सक्छ है। अनि राष्ट्रपति रामचन्द्र पौडेलमा यो भएको, अरु कुरा भइहाल्यो। अनि काठमाडौँ 9 बाट उनी सांसदमा निर्वाचित भएका थिए। पहिला उनी एकचोटि मन्त्री पनि भएका थिए, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री। नेपालका कति हुन् भनेर सोध्न सक्छ। 10औं सभामुखको रूपमा रहेका छन् है। पहिलो सभामुख पनि थाहा पाउनुस्, कृष्ण प्रसाद भट्टराई है साथीहरू। पहिलो महिला सभामुख छ उन्सरी घरतीमा गनुल, यो त तपाईहरुले थाहा पाउनुहुन्छ है। नेपालका हालसम्मका सभामुखको नाम हेर्न चाहनुहुन्छ भने सरस्वती यहाँ हेर्नुस्, पहिलो कृष्ण प्रसाद भट्टराई थाहा पाउनुस्, र अहिलेको चाहिँ डोल प्रसाद अर्याल डीपी अर्याल 2082 चैत 22 गते, यो थाहा पाउनुस्। यति थाहा पाए भइहाल्छ है। अरु धेरै नचाहिने कुरा तपाईले अहिले पढ्न पर्दैन, यति कुरा थाहा पाउनुस् है। यिनको मिति थाहा पाउनुस् र नाम थाहा पाउनुस्, कति हुन् थाहा पाउनुस् है। त्यसपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर नियुक्त, यो पनि थाहा पाउनुस्। उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट, मिति मात्रै थाहा पाउनुस् र उनको नाम थाहा पाउनुस्। 2082 चैत 24 गते, 2 दिन पछाडि है। त्यसै गरेर सन् 1972 है, 50 वर्षपछि पहिलो मानवयुक्त चन्द्र मिसन भनेको छ। पहिला चाहिँ 1972 मा गएका थिए हैन, एपोलो 13 मिसन अन्तर्गत। तर त्यसपछि अहिले 50 वर्षपछि चन्द्रमामा पाइला त नटेकेको, तर चन्द्रमाको नजिकसम्म जाने यो मिसन कम्प्लिट भएको छ, सक्सेस पनि भएको छ, यो थाहा पाउनुपर्छ है। यो चाहिँ तपाईले नाम पनि थाहा पाउनुस्, आर्टेमिस आई हैन 2, यो दोस्रो भनेर यो थाहा पाउनुस्। त्यसपछि यो मानव सहितको है, मानव लिएर चन्द्रमामा वरिपरि घुम्ने मिसन हो। यसको चाहिँ तपाईले मिति थाहा पाउनु पर्छ। लन्च मिति 1 अप्रिल 1926 मा लन्च भएको हो र रिटर्न भएको मिति पनि तपाईले थाहा पाउनुस् है। अरु धेरै थाहा पाउनु पर्दैन है। त्यही लन्च मिति रहेछ, त्यही लन्च मिति थाहा पाउनुस् है, र नाम थाहा पाउनुस्। यति कुरा हो यसमा महत्त्वपूर्ण हुने। यो नासाले नै गरेको, यो आइफोन हैन 17 प्रो मैक्स लगेर फोटो खिचेको भनेर अस्ति भर्खर यसो सोसियल मिडियातिर देख्नु भएको थियो होला नि। आर्टेमिस 2, यो आर्टेमिस 2 अन्तर्गत नै हो है। यति कुरा थाहा पाउँदा हुन्छ। अब यो निकै महत्त्वपूर्ण अर्को कुरा छ, हप्तामा 2 दिन सार्वजनिक बिदा दिने कुरा छ है। यो डोल प्रसाद अर्याल नियुक्त भएको दिन भनेर थाहा पाउनुस् हैन। सभामुखमा हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय मिति चाहिँ 2000 विक्रम सम्वत 2082 चैत 22 गते हो है। बिदा चाहिँ कुन बार हो त? शनिबार र आइतबार हैन। यो निकै महत्त्वपूर्ण हो, यो चाहिँ फिक्स सोध्ने क्वेशन हो। कार्यालय समय बिहान 9 देखि 5 बजेसम्म, यो कुरा पनि थाहा पाउनुस्। लागू हुने संस्था चाहिँ सरकारी कार्यालय र शैक्षिक संस्था चाहिँ बन्द हुने है। शैक्षिक संस्था र सरकारी कार्यालयहरु मात्रैको कुरा हो। त्यसपछि महान्यायाधिवक्तामा डाक्टर नारायण दत्त कणेल नियुक्त है, यो पनि थाहा पाउनुस्। अब स्थायी सरकार हो, यिनी लगभग 5 वर्षसम्म कार्यकालमा रहन सक्छन्, त्यो हुनाले थाहा पाउनुस्। यो चाहिँ युके तिर सम्पत्ति किने भन्दै यसो भिडियोहरु सोसियल मिडियातिर देख्नु भएको थियो होला नि, तिनै व्यक्ति हुन् हैन। अलिअलि विवादमा पनि तानिएका थिए हैन, योग्यता पुगेन भनेर। यो नारायण दत्त कणेल है, डाक्टर नारायण दत्त कणेल। अनि नियुक्त मिति चाहिँ विक्रम सम्वत 2082 चैत 22 गते। डोल प्रसाद अर्याल सँगसँगैको कुरा रहेछ। सार्वजनिक बिदा दिने मिति यो धेरै छ के यसमा
अनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्ति भइहाल्यो। प्रथम महान्यायाधिवक्ता कालीप्रसाद उपाध्याय 2008 पुस 8मा है सरकारको प्रमुख कानुनी सल्लाहकारको रूपमा लिइन्छ महान्यायाधिवक्तालाई। पहिलो महिला न्यायाधिवक्ता चाहिँ सविता भण्डारी बराल, यो अस्ति भर्खर है जयन्ती आन्दोलन पछाडिको यो थाहा पाउनु भएको छ होला। यो सुशीला कार्कीको सरकारको कानुनी सल्लाहकारको रूपमा सबिना भण्डारी बराल यी निकै विवादित भएर अहिले रिटर्न भइसकिन् हैन। नयाँ सरकार आउँदा बित्तिकै यिनीहरू चेन्ज हुँदै जान्छन्। ल त्यसै गरेर कामु प्रधान न्यायाधीशमा सपना प्रधान मल्ल, यो पनि थाहा पाउनुहोस् है। कहिले हो त 2082 चैत 18 गते हो, यति थाहा पाउनुहोस्। यसको अरू चाहिँ आवश्यक हुँदैन। उनी चाहिँ न्यायाधीश थिइन् पहिला, न्यायाधीशमा 2073 साउन 17 गते नियुक्त भएकी थिइन्। अहिले अनि कामु प्रधान न्यायाधीश, अब प्रधान न्यायाधीश नियुक्त गर्छन् है केही समयपछि। अरू थाहा पाउनु परेन यो कामुमा कहिले भएकी छिन् सपना, यसको नाम थाहा पाउनुहोस् सपना प्रधान मल्ल 2082 चैत 18 गते, यति थाहा पाउँदा होला। अब निकै महत्त्वपूर्ण है, अझ गण्डकी चौथोको तयारी गर्दै हुनुहुन्छ है। मधेस चौथोको, बागमती पाँचौँको वा सौँको खरिदार भने यहाँबाट क्वेसन फिक्स हो है साथीहरू। यो चाहिँ थाहा पाएरै जानु होला है। यो चाहिँ लेटेस्ट डेटा नै तपाईँको अहिले नै हुन्छ। यति कुरा चाहिँ एकदमै राम्रोसँग हेर्नुहोस् र यति कुरा याद गर्नुहोस् है। विभिन्न सूचकमा नेपाल कति स्थानमा छ, जस्तो भ्रष्टाचार अवधारणा सूचकाङ्क 2025 मा 109 स्थानमा, सार्वजनिक 2026 फेब्रुअरी 10 मा हो। विश्व आतंकवाद सूचकाङ्कमा 89औं स्थानमा छ। यो पनि अनिवार्य थाहा पाउनु होला यी कुराहरू है तपाईले। एउटा यो कुरा, यो दुईवटा कुरा छ। त्यसपछि एआई प्रयोगको सूची 2026 मा 76औं स्थानमा, 13% ले एआई प्रयोग गर्ने, यो पनि थाहा पाउनुस् है। एआई अहिले एकदमै विकसित प्रविधि, चर्चामा रहेको प्रविधि हो, समसामयिक हैन विकासको एउटा हैन, यो चाहिँ टेक्नोलोजी विकास भइरहेको कुरा हो। सो अनिवार्य रूपमा थाहा पाउनु पर्यो है। विश्व खुशी सूचकाङ्कमा 49औं स्थानमा भन्ने थाहा पाउनुस् हैन, अलि माथि सर्यो। हेनली पासपोर्ट इन्डेक्स 2026 मा पनि 96 स्थानमा हैन, यो चाहिँ 96 स्थानमा हो। त्यसपछि ग्लोबल पीस इन्डेक्स 2025 मा 76औं स्थानमा रहेको छ। यो 26 को आउँदैछ है, तपाईलाई थाहा पाउने यही नै हो। मानव विकास सूचकाङ्क 2025 मा नेपाल 145औं स्थानमा 0.622 यो नम्बर प्राप्त गरेको छ। यो पनि थाहा पाउनु पर्यो है। ओल्ड ह्याप्पिनेस रिपोर्ट भनेको 2025 को यो त यो परेन है। अब यो सोध्दैन तपाईलाई। ओल्ड ह्याप्पिनेस भनेको यो हामीले अहिले हेरिसक्यौं हैन, 49औं स्थानमा भएको भन्ने यही हो, यो भइहाल्यो। प्रेस स्वतन्त्रता सूचकाङ्क 2025 मा 90औं स्थानमा, भोकमारी सूचकाङ्क 2025 मा 72औं स्थानमा, आर्थिक स्वतन्त्रता सूचकाङ्क 2025 मा 131औं स्थानमा। यो 26 त भ्याइएको छैन, धेरै डेटाहरू नयाँ पछाडि आउँछ। अहिले तपाईले यिनै पढ्नुपर्छ है। जलवायु परिवर्तन जोखिम सूचकाङ्क 2025 मा 69औं स्थानमा, दिगो विकास सूचकाङ्क 2024 मा 95औं स्थानमा छ है। एकल साहसिक यात्रा सोलो एडभेन्चर ट्राभल गन्तव्यको सूची 2025 मा नेपाल कतिऔं स्थानमा परेको छ, 7औं स्थानमा है। यो नयाँ कुरा हो, यो थाहा पाउनु पर्यो। ट्राभल वेबसाइट ट्रिप एडभाइजरद्वारा प्रकाशित उत्कृष्ट 10 प्राकृतिक गन्तव्य सन् 2024 मा पहिलो नम्बरमा पर्न सफल चाहिँ यो काठमाडौँ है साथीहरू। यो काठमाडौँ भन्ने पनि थाहा पाउनु होला। यति कुरा थाहा पाउनुस्, यहाँ थाहा नपाउनु पर्ने यति नै हो, अरू यो थाहा पाउनै पर्ने कुरा है। त्यसपछि मंगल ग्रहमा पठाइने विश्वकै शक्तिशाली रकेटको चाहिँ स्टारशिप रहेछ है, निर्माण स्पेसएक्स एलन मस्कको हो है। उद्देश्य रोबोट आप्टिमस लाई मंगल ग्रहमा पठाउने, सन् 2026 को अन्त्यतिर प्रक्षेपण गर्ने योजना रहेको छ। यो नाम थाहा पाउनुस्, अहिले डेट एक्ज्याक्ट प्रक्षेपण गरिसकिएको छैन है। एलन मस्कको दीर्घकालीन लक्ष्य अन्तर्गत नै हो चाहिँ है। ब्रेन कम्प्युटर चिपलाई व्यावसायिक स्वीकृति दिने पहिलो देश चीन बनेको छ। हेर्नुस् त, यो ओपन एआईले स्टार्ट गरेको थियो यो च्याट जीपीटी वाला कम्पनीले। चीनले मार्च 2026 मा चाहिँ यो स्वीकृति दिएको छ। उपलब्धि विश्वमै पहिलो पटक इभेन्सिप ब्रेन कम्प्युटर इन्टरसिप है, दिमागमै ब्रेन लगाउने यो चिप लगाउनेको लागि व्यावसायिक स्वीकृति दिएको। स्वीकृति दिने निकाय नेशनल मेडिकल प्रोडक्ट्स
एडमिनिस्ट्रेसन है NMPA ले दिएको रहेछ है। यो कुरा थाहा पाउनु पर्यो। चीन हो भन्ने यही थाहा पाउनुस्, अरु धेरै थाहा पाउनु पर्दैन। चीन र मिति मार्च 26 यति थाहा पाउनु होला यसमा। अनि नेपाल साउदी अरब श्रम सम्झौता यो पनि महत्त्वपूर्ण छ। हस्ताक्षर मिति 2026 जनवरी 25 मा हो। यो कुरा चाहिँ समसामयिक रूपमा तपाईले थाहा पाउनु पर्यो। यहाँ कतारको 2005 मा हो, यी 2007 मा, दक्षिण कोरिया 2007 मा। अरु भन्दा पनि तपाईले मेन थाहा पाउनु पर्यो अहिले समसामयिकको लागि। अरु त तपाईले जीके अन्तर्गत पढ्नु भएको छ होला। यो चाहिँ साउदी अरेबिया सन् 2026 जनवरी 25 थाहा पाउनु पर्यो है। त्यसपछि हामीले हेर्छौं नेपालको 43औं प्रधानमन्त्री बालेन्द्र शाह बने। नाम त तपाईले पक्कै थाहा पाउनु भयो। उनले कहिले शपथ लिएका हुन् भनेर सोध्छ। 2082 12 महिना 13 गते है। 12 महिना 13 गते थाहा पाउनु भएको छ होला नि, रामनवमीको अवसरमा पाएर यो कुरा एकदमै थाहा पाउनुस् है। हैन, अनि स्ट्रक्चरल इन्जिनियर पनि हुन्, र्यापर पनि हुन् हैन। अब त्यो थाहा पाइराख्नु परेन तपाईले, यो थाहा भइहाल्छ हैन। जतासुकै हामीले देखिराख्छौं छौं यिनको बारेमा हैन। सो यो समस्या भएन। अब नाम थाहा हुन्छ, यो डेट चाहिँ थाहा पाउनु होला। नेपालको संविधानको धारा 76 को उपधारा 1 अनुसार पहिलो चोटी है संविधान बनेपछि पहिलो चोटी उपधारा 1 बमोजिम नै प्रधानमन्त्री नियुक्त भएका हुन्। सो यो कुरा चाहिँ एकदमै यिनको नाम भन्दा बढी थाहा पाउनु पर्ने। नाम बरु नसोध्ला, सबलाई थाहा भइहाल्छ बालेन्द्र शाह भन्ने। तर यो 76 को उपधारा 1 बमोजिम नियुक्त भएका हुन्। यो कुरा एकदमै महत्त्वपूर्ण छ है। बालेन्द्र शाहले को नेतृत्वमा राष्ट्रपतिको एकल सरकार गठन भएको कुरा पनि तपाईले थाहा पाउनु भएको छ। शपथ 2082 12 महिना 13 गते दिनको 12:34 बजे शुक्रबार। यो मिति सहित गते सब थाहा पाउनु सुरु। यो कुराहरु यिनले नयाँ है नयाँ कुरा चाहिँ उनले गरेका छन् नि। यसरी ठ्याक्क टाइम हेरेर त्यो तरिकाले चाहिँ सोध्न सक्छ। शपथ समारोहमा 7 ब्राह्मणको चाहिँ तपाईको शंख 10 सहित 108 बटुकले स्वस्तिक वाचन, 107 बौद्ध लामाबाट स्वस्तिक मङ्गल वाचन। यो पनि थाहा पाउनुस् है। 7-8 यिनी कुराहरु सोध्न सक्छ। यसरी नेपालको इतिहासमै पहिलो पटक सनातन विधि र शुभ साहित्यमा प्रधानमन्त्रीको शपथ सम्पन्न भएको। बालेन्द्र शाह नेपालको 43औं निर्वाचित प्रधानमन्त्री हुन्। निर्वाचित 43औं हुन् र व्यक्तिगत आधारमा 40औं हुन् है। यो कुरा थाहा पाउनुस्। र अब कार्यकाल नेपालमा जस्तो पृथ्वी हैन भीमसेन थापादेखि गर्ने हो भने चाहिँ उनी 70औं स्थानमा हुन्छन्। तर निर्वाचित भनेको अब यो बीपी कोइरालाबाट यता आएको कुराहरु हेर्ने हो भने उनी कति त बालेन्द्र शाह 43औं हुन्, व्यक्तिगत आधारमा 40औं हुन् है। यी तीनटा कुरा यहाँ दिएको छ। एकचोटी सरस्वती हेर्नुस्, कहिले यो सोध्न सक्छ। जस्तो हेरौं है, पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला हुन्। त्यसपछि सुशीला कार्की नागरिक सरकारको प्रधानमन्त्री खिलराज रेग्मी, तुलसी गिरी र सूर्यबहादुर थापा एक कार्यकाल निर्वाचित नभई मन्त्री परिषदको अध्यक्षको रूपमा रहेका हैन। यी 4 जनाको कार्यकाल सहित कार्यकालको आधारमा बालेन्द्र शाह बीपी कोइराला पछिका 47औं हुन्। तर यिनीहरू निर्वाचित त होइनन् नि त यिनीहरू हैन। कुरा यो थाहा पाउनु पर्यो है। निर्वाचित प्रधानमन्त्री हैन, अनि कार्यकालको आधारमा निर्वाचित वा सुरुबाटै हैन प्रधानमन्त्री व्यक्तिगत आधारमा, कार्यकालको आधारमा, व्यक्तिको आधारमा र यो निर्वाचित कार्यकाल। हामीलाई विशेष गरेर सोध्ने भनेको निर्वाचित कार्यकालको सोध्न सक्छ वा यो सबै सोध्न सक्छ। याद गर्नुस्, केही समस्या छैन हैन। अब प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहले केही कीर्तिमानहरू पनि कायम गरेका छन्। जस्तो नेपालको संविधान जारी भएपश्चात पहिलो पटक धारा 76 को धारा 1 अनुसार प्रधानमन्त्री बनेको कुरा यो थाहा पाउनै पर्ने, अघि मैले भनिहालेँ। अनि विश्वमा पहिलो र्यापर संघीय क्षेत्रबाट पहिलो प्रधानमन्त्री दुर्लभ उदाहरण, पहिला र्यापर बनेको पहिलो पनि यो कुरा थाहा पाउनु पर्यो है। इन्जिनियर पृष्ठभूमिबाट प्रधानमन्त्री बन्ने पहिलो नेपालको है। नेपालको इतिहासमै सबैभन्दा ठूलो बहुमत करिब 2/3 ल्याउने दलको नेताको प्रधानमन्त्री पनि उनी हुन् हैन। पहिला कांग्रेसले त 2/3 ल्याएको त हो 15 सालतिर। तर अब त्यति बेला राजा त्यहाँभन्दा माथि नै थिए, त्यसलाई खासै महत्त्व दिइएन। अब 6 दशकपछि पहिलो पटक एक दलले स्पष्ट बहुमत ल्याएर बनेको सरकारका प्रधानमन्त्री हैन। पहिला कांग्रेसपछि पहिलो पटक ल्याएको छ है। संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्रीलाई हराएर प्रधानमन्त्री बन्ने, पूर्व प्रधानमन्त्री केपी शर्मालाई हराएको यो कुरा पनि छ
नेपालको पहिलो जननिर्वाचित कान्छो प्रधानमन्त्री भनेर पनि थाहा पाउनु छ। यो चाहिँ सोध्न सक्छ। मधेसी मुलुकको प्रधानमन्त्री पनि हुन्। राजनीतिमा अत्यन्त छोटो समय राष्ट्रिय नेतृत्वमा पुग्ने व्यक्ति हेर्नुहोस् त, मेयर 2022मा 26मा 4 वर्ष नकर्दै उनी यसरी आइदिएका छन् है। अनि पहिलो पटक संसद छिर्ने बित्तिकै प्रधानमन्त्री बन्ने व्यक्ति हैन, यो संसद अर्थात् सांसद बन्ने लगतै प्रधानमन्त्री बने के। पहिला जस्तो गत वर्ष सांसद बनेर मन्त्रीहरू खाएर यो वर्ष प्रधानमन्त्री हुने टाइपमा गएनन् भन्न खोजेको। लोकतन्त्र पछिको सबैभन्दा कम उमेरको प्रधानमन्त्री भइहाले। लोकतन्त्रका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री पनि हुन् है। यिनीहरू सबै छ क्या यिनीको तपाईँको अब बहुमत स्पष्ट छ। अनि पहिलो पटक एकल दलीय को प्रधानमन्त्री पनि भए। विश्वमा बाल रहेका सबैभन्दा कम उमेरका प्रधानमन्त्री, अहिले विश्वमा भएका प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुन्। मेयरबाट एकैपटक प्रधानमन्त्री हुने पहिलो व्यक्ति पनि है। यत्रो उदाहरणहरू यिनले दिएका छन् है। अनि युवा सामाजिक सञ्जाल र वैकल्पिक राजनीति मार्फत सत्तामा पुग्ने पहिलो उदाहरण बनिहाले हैन। अनि परम्परागत दलहरूबाट बाहिरबाट आएको पहिलो शक्तिशाली प्रधानमन्त्री यो कुरा त भइहाल्यो। अब प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को बारेमा हेरौँ। यो निकै महत्त्वपूर्ण छ। यहाँबाट प्रश्न तपाईलाई सोध्छ है। अब नेपालको इतिहासमा कुनै एक दल राजसभाले झन्डै 2/3 मत ल्याएको दोस्रो निर्वाचन पहिलो, यो चाहिँ दोस्रो हो। राजसभाले मत ल्याएको 2/3 लगभग। पहिला 2/3 2015 सालको आम निर्वाचनमा नेपाली कांग्रेसले 109 सिट मध्ये 74 वटा जितेर 2/3 नै पुर्याएको थियो त्यति बेला चाहिँ हैन। अब निर्वाचन घोषणा मिति कहिले घोषणा गरिएको थियो, कहिले यो सोध्न सक्यो। 2082 भदौ 27 गते सुशीला कार्कीको अन्तरिम सरकारले गरेको थियो। निर्वाचन मिति कहिले भयो त 2082 फागुन 21 गते बिहीबार भयो। यो पनि थाहा पाउनु भयो। अनि निर्वाचन आयोगद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम प्रतिवेदन 2082 12 महिना 5 गते यिनी सांसद भए भनेर निर्वाचन आयोगले हैन डिटेलहरू प्रतिवेदन बुझायो 2082 12 महिना 5 गते। अब हेर्नुस् त, अब नतिजा खण्डमा हेर्नुपर्दा मतदाता विवरण प्रत्यक्षतर्फ कति प्रतिशत मतदान भयो भन्दा चाहिँ तपाईले कुल मतदान 59.07 यो थाहा पाउनु पर्यो। संख्या थाहा पाउनु पर्दैन। सदरमत 94.55 यो 59.07 को 74.55% र बदर बाँकी बदर भयो है। अनि समानुपातिक तर्फ कुल मतदान चाहिँ तपाईको 59.67% भएको छ। यो थाहा पाउनुस्। यति थाहा पाउँदा हुन्छ, अरु धेरै डिटेल नसोध्ला। त्यसै गरेर सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको शपथ चाहिँ 2082 12 महिना 11 गते भएको हो। यो कुरा तपाईले थाहा पाइहाल्नु भयो। यिनीले नै अरूलाई शपथ गराएका पनि हुन्। अनि अन्य 274 जनाको शपथ चाहिँ 2082 12 महिना 12 गते भयो। 12 महिना 13 गते बालन शाह प्रधानमन्त्री भए है। प्रधानमन्त्री बालन शाहको शपथ 2082 12 महिना 13 गते भयो है। यो कुराहरू भइहाल्यो। त्यसपछि निर्वाचित सदस्यको विवरण कुल 275 जना निर्वाचित सदस्य मध्ये लिङ्ग अनुसार पुरुष 169 जना र महिला 96 जना रहेका छन् है। यो थाहा पाउनु होला। यो सोच है। अनि समावेशी विवरण गर्दा आदिवासी जनजातितर्फ 21.09% संसद भएछन्। खसारे समूहतर्फ 49.09%, थारू समूहतर्फ 3.27%, दलित समूहतर्फ 6.18%, मधेसी समूहतर्फ 16.73% र मुस्लिम समूहतर्फ 3.64%। यो चाहिँ दुईवटै है, प्रत्यक्ष पनि समानुपातिक पनि कुरा गरेको हो। अब विविध नतिजा हैन, शून्य मत प्राप्त गर्ने 350 जना, आफ्नै पनि मत नपरेको जस्तो के है। 350 जना रहेछन्। जस्तो अब आफैले हाल्न पनि पाइन्न नि हैन। कतिपय जस्तो बालन शाहले आफैलाई मत हालेनन् नि टाइपले हैन। आफ्नो पार्टीलाई त हाले कि आफूलाई हालेनन्, त्यो तरिकाले पनि हुन्छ। उम्मेदवारले आफैलाई मत नहालेको, हाल्न नपाएको हुन सक्ने कुरा भयो। त्यसपछि एक मत मात्र प्राप्त गर्ने 36 जना उम्मेदवार, आफूले मात्र हालेको वा हुन सक्ने के है। त्यस्तो रहेछ हेर्नुस् त। यी कुराहरू खासै त नसोध्ला, त्यही पनि जानकारीको लागि हेरिहाल्नुस्। प्रत्यक्षतर्फ विजयी महिला 14 जना, यो अनिवार्य रूपमा जान्नुस्। राष्ट्रिय स्वतन्त्र पार्टीबाटै कति 13, कांग्रेसबाट यो दैलेख क्षेत्र नम्बर 1 बाट जितेकी छिन्।
त्यति मात्रै छ है। अनि प्रतिशत अब 60 वर्षभन्दा माथिका विजयी उम्मेदवार यो पनि 11 जना अहिले सोध्न सक्छु। जमानत जफत भएका उम्मेदवार 2890 जना 85%। प्रत्यक्षतर्फ कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रबाट खसेको सदरमतको 10% भन्दा कम प्राप्त गर्यो भने त्यो जमानत जफत हुन्छ, यो थाहा पाउनु भएको छ है। अनि जमानत जफामा सफल उम्मेदवार चाहिँ 516 जना कुल सदरमतको 10% मतभाग कटाएका छन् है। अब समानुपातिकमा भाग लिएका 63 दलमध्ये धरौटी जफत भएका दलको संख्या कति रहेछ त? धरौटी नै जफत भएका 57 दल है। अब जस्तो समानुपातिक तर्फ 1 सिट प्राप्त नगर्ने दलको धरौटी जफत हुन्छ है। समानुपातिक तर्फ 1 सिट पनि प्राप्त नगरेका है। कम्तीमा 1 सिट जिती प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको संख्या 6 है। यो चाहिँ प्रत्यक्षमा 1 सिट जितेको हुनु पर्यो है, 6 वटा रहेका छन्। अब यति नै हो। थ्रेसहोल्ड कटाउनेको कुरा पनि हेरौँ हामीले। पहिलो हुने निर्वाचित हुने निर्वाचन अर्थात् प्रत्यक्षतर्फ 6 वटा राजनीतिक दलले 164 जना र 1 जना को हुन् त स्वतन्त्र महावीर पुनले गरी जम्मा 165 वटा उम्मेदवारले निर्वाचन जिते। त्यसै समानुपातिक तर्फ 6 वटा राजनीतिक दलका 110 जना उम्मेदवार निर्वाचित, 6 वटा राजनीतिक दलले मात्रै जितेका छन्। के हुन् हामीले अहिले हेर्नुपर्छ है। अनि निर्वाचनको 4 महिना अघि मात्र स्थापना भएको श्रम संस्कृति पार्टीले 7 सिट सहित राष्ट्रिय दल बनेको एउटा ऐतिहासिक कुरा पनि रहेको छ। यो 3% थ्रेसहोल्ड पार गरी, थ्रेसहोल्ड भनेको समानुपातिक तर्फ तपाईको कुल सदरमतको 3% प्राप्त गरेको र प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेको के त्यसलाई भन्छ है राष्ट्रिय दल बन्न सफल। 6 वटा जस्तो रासपा भयो, कांग्रेस भयो, एमाले, नेकपा र श्रम संस्कृति र रापरपा पनि प्रत्यक्षतर्फ ज्ञानेन्द्र साईले जितेको रे हैन। त्यसरी भयो है। जस्तो रासपाले 57, कांग्रेसले 20, एमाले 16, नेकपाले 6, श्रम संस्कृति 4 र रापरपाले 4 सिट पाएका है। थ्रेसहोल्ड 30% यो चाहिँ समानुपातिकमा, यो बुझिहाल्नुहुन्छ। समानुपातिकमा रासपाले 57 वटा सिट जितेको छ, प्रत्यक्षमा 125 वटा, थाहा पाउनु होला। जस्तो रासपाले समानुपातिकमा ल्याएको कुल मत चाहिँ 51,83,493 रहेछ। यो चाहिँ कुनै दलले पाएको अहिलेसम्मको सर्वाधिक हो। यो पनि बरु सोधिन सक्छ। रासपाले 40 जिल्लाको क्लिन स्वीप गरेको, 40 वटा जिल्ला क्लिन स्वीप नै पारेको छ। काठमाडौँ उपत्यका सहित 3 काठमाडौँका 15 वटै निर्वाचन क्षेत्रले क्लिन स्वीप पारेको पनि हो है। कांग्रेसले 18 जिल्लाका 18 सिट जितेको छ प्रत्यक्षमा है। 59 जिल्लामा कांग्रेस नील भएको छ है, हेर्नुस् त। त्यसै गरेर एमाले 9 जिल्लामा 9 सिट मात्र जितेको छ, 68 जिल्लामा नील। नेकपाले 8 जिल्लामा 8 सिट जितेको छ, 69 जिल्लामा नील है। पुराना प्रमुख दल नील भएका जिल्ला कांग्रेस यति भइहाल्यो। यो चाहिँ तपाईलाई सोध्दैन। त्यसपछि हामीले अरु थाहा पाउनु पर्ने। अब यसमा पर्ने अब योमा तपाईले यहाँ हेर्न सक्नुहुन्छ। यस्तो राष्ट्रपाले प्रत्यक्षमा 125 सिट, समानुपातिकमा 57 सिट यसरी जितेको छ। जम्मा प्राप्त थाहा पाउनुस् 182, कांग्रेसले 38 हैन, एमाले 25, यो पुष्पकमल दाहाल प्रचण्डवाला पार्टीले हैन, नेपाल कम्युनिस्ट पार्टी ताराले 17, श्रम संस्कृतिले 7, राष्ट्रिय श्रम यो प्रजातन्त्र यो ज्ञानेन्द्र बहादुर शाहीको 5 हैन, महावीर पुन यो नाम थाहा पाउनु होला। 1 गरेर 175 वटा जिते, 275 टोटल त हैन। यसरी आएको छ है। अब अलिकति कुरा सर्वाधिक मतलाई विजयी हुने सांसद बालेन्द्र शाह बालेन राजसभाका, जसले 68,348 मत प्राप्त गरेका छन् है। यो कुरा त थाहा पाइहाल्नुहुन्छ। तर अर्को कुरा छ, सबैभन्दा धेरै मत सहित विजयी हुने महिला सांसद चाहिँ इन्दिरा राणा मगर। उनी यो हैन पहिलाको सभामुखी पौडेल थिए नि, तिनलाई हराएर जितेको यो झापा 2 बाट, जसले 60,110 मत प्राप्त गरेकी छन् महिलाको कुरा गर्दा। पराजित हार्नेमा सबैभन्दा धेरै मत ल्याउने प्रेम सुरुवाल है। प्रेम सुवालले राजसभालेसँग हारे 28,147 मत ल्याएर पनि हारेका छन् भक्तपुर 1 बाट। सर्वाधिक मतान्तरले विजयी हुने चाहिँ फेरि डाक्टर लेखचन्द थापा रूपन्देही 3 है, 50,369। यो बालेन शाहको भन्दा पनि उनको मतान्तर धेरै छ। बालेन शाहको त तपाईको 18,000 समथिङ भोट ल्याएका छन् केपी ओलीले, भनेपछि त्यहाँ 48,000 को जस्तो
रहेको छ हैन। 48,000 नै त्यही 50,000 केही समथिङमा रहेछ हैन। तर पनि इनक्वालिटी बढिरहेको छ, थोरै बढी छ। डाक्टर लेखचन्द थापा रासपाकी हुन् है, रूपन्देही 3 बाट जितेका हुन् डाक्टर। र सबैभन्दा बढी मतान्तरले पराजित हुने सुशील गुरुङ रहेछन् काङ्ग्रेस, रूपन्देही 3 का डाक्टर लेखचन्द थापासँगै। अब यो र यो त कुरा आइहाल्ने भयो हैन, यो लेखचन्द थापासँगै हार्ने भयो। त्यसरी सबैभन्दा कम मतान्तरले विजयी हुने उम्मेदवार विश्वराज पोखरेल रासपा, मतान्तर 5, ओखलढुङ्गा 1 है। मतान्तर 5 मतान्तरले मात्रै जितेका छन् है विजयी हुने उम्मेदवार। सबैभन्दा कम मतान्तरले पराजित उम्मेदवार फेरि यही ठाउँका हुने भए कुमार लुइटेल, 5 वटा मतले मात्रै हारेका छन्। स्वतन्त्र उम्मेदवार 1 जना मात्रै म्याग्दीका हुन्। कहाँ हुन् भनेर सोध्न सक्छ, बरु यो थाहा पाउनुहोस् है, नाम त हामी सबैलाई थाहा हुन्छ है। पूर्व प्रधानमन्त्रीलाई गिरिया जिल्लामै पराजित गर्ने बालेन्द्र शाहले केपी ओलीलाई गरेका रहेछन्। सबैभन्दा कम मतान्तरले विजयी हुने टेकबहादुर गुरुङ। मतान्तर त हामीले हेरिसक्यौँ, मतले थोरै मत ल्याएर पनि 24-25 मत ल्याएर 24-15 रहेछ, 24-15 मत ल्याएर पनि उनी विजयी भएका छन्। यहाँभन्दा धेरै कुराहरू योभन्दा सोध्ला। निर्वाचनका अघिल्ला विवरण पनि तपाईँलाई अहिले समसामयिकमा हेर्नु परेन, यति कुराहरू हेर्नुहोस्। अहिले हामीले यहाँभन्दा पहिलाको त एकचोटि मैले राखिदिनै सकेको छु, त्यो हेर्नु होला AI अनलाइन एकाडेमीको युट्युब च्यानलमा हैन। यति कुरा अहिले थाहा पाउनुहोस्। यो नेक्स्ट भिडियो, बाइ।